हर्क साम्पाङलाई चाहिँ गाउँपालिकाको अध्यक्ष बनाउँदाखेरि चाहिँ कस्तो होला त? ठ्याक्कै मिल्छ जस्तो लाग्यो मलाई त। यसो विचार गर्दाखेरि होइन, उसको जुन तरिकाको चाहिँ रवाब होइन, उसको चाहिँ जुन तरिकाको बोल्ने शैली छ, तरिका छ, गाउँपालिका अध्यक्ष क्या, मेयर पनि झुक्केरमा भएको हो क्या। त्यही भएर चाहिँ गाउँपालिका अध्यक्ष चाहिँ ठ्याक्कै उसलाई जिताइदियो भने उसले चाहिँ ढुङ्गामुढा पनि गर्छ, ज्यामीहरूको पनि खर्चहरू बच्यो, अनि गाउँपालिकाको चाहिँ अब बजेट पनि धेरै हुँदैन, उसलाई धेरै पर्दा नि परेन होइन। अब खासै घुसघुस पनि खाँदैन उसले अब नर्मली भनेको त्यही अब चिया चटपटे यताउता पाउरोटी साउरोटी खाने हो, त्यो त्यति पैसाले त्यहाँले पुगिहाल्छ होइन। उसलाई चाहिँ अन्तिममा गर्नुपर्ने भनेको यति नै हो, किनभने उसलाई चाहिँ नाकचुच्चे मान्छेहरू मनै पर्दैन, उसलाई आफ्नै मात्र मनपर्छ। अब म बाहुनको छोरो, मेरो अब त्यो बेला मेरो साथीहरू भनेको सबै अब राई लिम्बू मगर होइन, शेर्पाहरू श्रेष्ठहरू त्यही मात्रै थिए। बाहुनहरू गनेर 2-4 जना, त्यो पनि अहिले पनि त्यति नै मात्रै छन्। उसलाई त मनै पर्दैन होइन। अब हामी जस्तो देखिनेहरू उसलाई चित्तै बुझ्दैन। त्यही भएर चाहिँ उसलाई चाहिँ सकेसम्म चाहिँ अब यो वाद विवाद नगरौँ, झाइझाड नगरौँ। अब यो पत्रकार मित्रहरूले पनि गरेर धेरै नसोध्नु होला। उहाँलाई चाहिँ अब अर्कोचोटि चाहिँ गाउँपालिका अध्यक्ष बनाइदिउँ, कुरा त्यति हो, सक्यो।